द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनको अन्तिम चरणमा छौँ अहिले हामी। अब मात्र एक एपिसोड बाँकी, त्यसपछि ब्याटल राउन्ड सुरु हुँदैछ। आजको यस भिडियोमा हामी जान्नेछौँ कि डे 1 देखि डे 10 सम्म आइपुग्दाखेरि कुन कोचले कस्तो खालको ट्यालेन्टहरू पायो र कुन कोचको टिम सबैभन्दा बलियो छ त यसपालिको सिजनमा। दर्शकबिन, आज हामी यिनै विषयबारे चर्चा गर्नेछौँ। यो हप्ताको शुक्रबार प्रसारण हुने एपिसोड ब्लाइन्ड अडिसनको अन्तिम एपिसोड हुनेछ र यो सँगसँगै चारै कोचले आफ्नो 16 ट्यालेन्टहरू पाई ड्रिम टिम पूर्ण गर्नेछ। अहिलेसम्म भने कुनै कोचको टिम फुल भएको छैन। राजुको टिममा 14 जना ट्यालेन्ट आइसक्यो र अब मात्र 2 ट्यालेन्ट बाँकी। मेलिनाको टिममा 13 जना, अब 3 ट्यालेन्ट बाँकी। प्रमोदको टिममा पनि अब मात्र 3 जना मात्रै ट्यालेन्ट बाँकी छ आउनलाई। यसको मतलब 13 जना ट्यालेन्ट अलरेडी छ। यसैगरी कोच खेमको टिममा 14 जना ट्यालेन्ट आइसक्यो, अब मात्र 2टा ट्यालेन्ट बाँकी। सबै कोचहरूको जोडेर अब टोटल 10 सिट खाली छ। अब एकै एपिसोडमा यी 10 ट्यालेन्टहरू आउनेछ र यी 4 कोचहरूको ड्रिम टिम पनि पूर्ण हुँदैछ। यो 10 ट्यालेन्ट कस्तो कस्तो खालको आउँछ र कसको टिममा जान्छ त्यो त एपिसोड प्रसारण भएपछि मात्र थाहा हुन्छ। अहिलेलाई डे 1 देखि डे 10 सम्म आइपुग्दाखेरि कसले कस्तो खालको ट्यालेन्टहरू पायो र कसको टिम चाहिँ बलियो भयो त यसपालिको सिजनमा, हल्का यो बारेमा जान्ने कोसिस गरौँ। चारै कोचहरूको टिम पुरा हुन अब मात्र 2-3टा ट्यालेन्टहरू बाँकी छ। यसको मतलब चारै कोचको टिममा अलरेडी 13-14 जना ट्यालेन्टहरू छ। यो 13-14 जना ट्यालेन्टहरू मध्ये 3-4 वटा उत्कृष्ट गाउने ट्यालेन्टहरू सबै कोचको टिममा नै छ। 4 कोच मध्ये सबैभन्दा बलियो टिम कसको भनेर भन्न अलिक गाह्रो नै छ, किनकि चारैजना कोचहरूले 3-4 जना राम्रो गाउने ट्यालेन्टहरू सबैले पाएको छ। कसैको टिममा राम्रो गाउने ट्यालेन्टहरू मात्र र कसैको टिममा नराम्रो गाउने ट्यालेन्टहरू मात्र भएको कुनै कोचकोमा पनि छैन। त्यसैले गर्दा सबै कोचले उस्तै खालको ट्यालेन्टहरू पाएको छ। 2-4 जना राम्रा र 2-4 जना एभरेज गाउने ट्यालेन्टहरू छ सबै कोचको टिममा। यसकारण यो कोचको टिम बलियो र यो कोचको टिम कमजोर भन्ने खालको वातावरण छैन। सबै कोचको टिम बराबर जस्तै छ। तपाईहरुको फेभरेट कोच कुन हो र कुन कोचको टिममा चाहिँ अलि बढी राम्रा ट्यालेन्टहरू छ जस्तो लाग्छ कमेन्ट गर्नु होला। अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। हस् त, आजको लागि यति नै। हामी फेरि भेट्ने छौँ अर्को नयाँ भिडियोमा।